र अर्को ब्युटिफुल कुरा छ यो राशि शनिको प्रवेश हुने बित्तिकै राहुसँग शनि ग्रहको मेल हुन्छ, जुन चाहिँ श्रापित दोष भन्दछ। कहीँ कहीँ यो तपाईँ हामीले हेरेको जस्तो यो परिवेश रहन्छ कि यो अलि अप्ठ्यारो समय हो, जहाँ राहु र शनि महाराजको मिलन हुन्छ। दुईटै उस्तै नै छन् स्वभावगत रूपमा। राहु पनि सर्टकट गर्नुपर्छ भन्ने कुरामा व्यस्त रहनुहुन्छ, निवारण गर्नुहुन्छ, र शनि महाराज कर्मफल दिनुहुन्छ। यो दुईटा बीचको टकराव, यो दुईटा बीचको सामञ्जस्यता नमिल्नाले पनि आकस्मिक समस्याहरू झर्नु, सम्पूर्ण समस्याहरू मेरै घरभित्र परे कि क्या हो भन्ने कुराको अनुभव हुनु, यो कुराको अनुभव रहन्छ। र इन्द्र चाहिँ जुन यो गुमाइसकेपछि लुक्न जानु र वरुण देवलाई बकासुरले बन्दी बनाउनु भन्ने परिवेश चाहिँ यसमा रहन्छ। त्यही भएर यो टक्कै शब्द चाहिँ कथाशास्त्रको भावना चाहिँ यो हो। अब यो कति काम गर्छ तपाईँ हामी सबैले हेर्नै जरुरी छ, किनभने यसैले हामी अलिकति ज्योतिष वर्गहरूले यो समय अलि अप्ठ्यारो छ, 49 डेज फ्रम देयर इज भेरी हार्ड भन्ने कुरा हो। यो त्यहाँबाट लगभग चैत्र 17 गतेदेखि नै लगभग अलिकति अप्ठ्यारो परिवेश 49-50 समयसम्म, लगभग मे 15 सम्म चाहिँ राहुले ग्रह राशि परिवर्तन नगर्ने बेलासम्म यो समय अति नै अप्ठ्यारो छ। यस कारणले पनि यो समयमा दान दिनुको लागि, शारीरिक रूपमा मेहनत गर्नको लागि अति नै महत्त्वपूर्ण रहन्छ। ओम नमः शिवाय।